यो सानो शान्त गाउँ जहाँ जीवन सरल छ तर सङ्घर्ष गहिरो। यहाँको हरेक बिहान खेतको माटो र पसिनाले सुरु हुन्छ। सुनिता एउटी किशोरी गरिबीको घेराभित्र पनि उसका आँखामा सपना छ। त्यो सपना हो शिक्षक सेवा आयोगमा नाम निकाल्ने। जब सारा गाउँ निदाउँछ सुनिता जागिरहन्छ। एउटा पुरानो किताब र एउटा सानो टुक्की, यही उसको संसार हो। उसका आँखामा थकान छ तर साथमा छ अटल विश्वास उज्यालो भविष्यको। हुन त सबै बाबुका सपना छोरीका लागि हुन्छन्, तर कहिलेकाहीँ ती सपना छोरीका सपनासँग मेल खाँदैनन्। पढ्न चाहने छोरी अनि रोक्ने बुवा, मौन आमाको आँखाबाट पोखिएको वेदना। समय गइरहेको छ, क्यालेन्डरमा घेरा पारिएका दिनहरू गन्दै। सुनिता थाक्दिनन् किनभने उसले आफ्नो लक्ष्य चिनेकी छन्, शिक्षक बन्ने। पसलमा काम गर्ने हातहरू आज कलम चलाउन खोज्दैछन्। कहिलेकाहीँ एक पाना कागजले जीवन बदलिदिन्छ। सूचीमा आफ्नो नाम देखेपछि सुनिताको आँसु जितको खुसी हो। गाउँभरि हर्ष छ, एउटी छोरीले आफ्नो सपना पूरा गरिन्। आज सुनिता अरूलाई सिकाइरहेकी छिन् जसरी उसले जीवनबाट सिकिन्। कागज र कलमले भरिएको कक्षा कोठामा आशा फैलिएको छ। उसको अनुहारमा अब गर्व छ र बालबालिकाका आँखामा भविष्य।